Hi guys, welcome to my channel. My name is Chanjal Rai. आज चाहिँ म बहिनी अनि मम्मी हामी तिनैजना जाँदैछौँ अधेरी। तपाईँहरू अहिलेसम्म कहिलेको जानुभएको छ छैन भनेर कमेन्ट गरिदिनु होला। तपाईँलाई ठाउँ पनि देखाउँछु अनि आज हामी किन जान लागेको भनेर पनि तपाईँहरूलाई भन्छु। लास्टमा हेरिदिनु होला भ्लग कस्तो लाग्छ भनेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। साथीहरू आजको मौसम चाहिँ पानी पर्छ जस्तो छ। हामी चाहिँ उता पारी जानुपर्ने हो। भ्लग चाहिँ लास्टसम्म हेरिदिनु होला। यतिखेर मम्मी हामी बहिनी तिनैजना जाँदैछौँ। कस्तो लाग्छ भनेर पनि कमेन्ट गरिदिनु। साथीहरू यतिखेर चाहिँ हामी जाँदैछौँ र मलाई पुग्न आँटिसक्यौँ। अनि आज हामी जानु आँटेको भनेको चाहिँ बोजू भेट्नुलाई हो। अनि बोजू बिरामी हुनुहुन्छ भन्नुभएको थियो अनि त्यही भएर हामी भेट्नु गइरहेको छौँ। साथीहरू हामी चाहिँ रमला र बोजू जाँदैछौँ। मम्मी राख्छ म चाहिँ पछाडि बसेर भ्लग बनाइरहेको छु। यो चाहिँ हाम्रो स्कुल बस हो पछाडिको अनि त्यो चाहिँ देखेको छु। अनि यतिखेर चाहिँ 2 बसबाट जान्छौँ हामी स्कुल। साथीहरू अधेरी पुग्नुलाई 2 घन्टा जति लाग्छ होला। लास्टसम्म हेरिदिनु होला भ्लग कस्तो लाग्छ भने भनिदिनु। साथीहरू तपाईँहरू अहिलेसम्म अधेरी जानुभएको छ कि छैन भनेर कमेन्ट गरिदिनु होला। जानुभएको छैन भन्ने आज म तपाईँलाई देखाउँछु कस्तो छ भनेर। लास्टसम्म हेरिदिनु होला भ्लग। साथीहरू हामी चाहिँ मिलनचोक पुगिसक्यौँ अनि मिलनचोक चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। तपाईँहरूलाई कस्तो लाग्यो भने कमेन्ट गरिदिनु। साथीहरू हामीले चाहिँ सुमो गाडी भेट्यौँ त्यही भएर हामीलाई चाहिँ मिलनचोक आउनुलाई चाहिँ एकदम सजिलो हो। अनि यतिखेर चाहिँ हामी गइरहेको छौँ। यतिखेर चाहिँ मिलनचोकको तल्लो बाटोबाट गइरहेको छौँ। ठाउँ चाहिँ कस्तो छ भनेर कमेन्ट गरिदिनु होला। त्यो बाटोमा हाल्छ बेसी नुन भएको छ बोजूले। साथीहरू तपाईँहरूले आल्चा खानुभएको छ छैन? एउटा चाहिँ मैले खाएँ। तपाईँकोतिर आल्चा पाइन्छ कि पाइँदैन भनेर कमेन्ट गर्नु होला। अब हामी जाने बेला बाटोमा के देख्छौँ भनेर नि भन्छु। लास्टसम्म हेरिदिनु होला भ्लग। देख्न सक्नुहुन्छ त्यो त मकै पनि छिप्न आँटेको छ। ठाउँ चाहिँ एकदम राम्रो छ। साथीहरू ठाउँ चाहिँ एकदम राम्रो छ देख्न सक्नुहुन्छ। साथीहरू घरहरू कस्तो राम्रो छ। यस्तोमा पाक्छ हाल्छ चाहिँ। साथीहरू भ्लग चाहिँ लास्टसम्म हेरिदिनु होला। म तपाईँलाई मेरो बोजू कस्तो हुनुहुन्छ भनेर देखाउँछु। मेरो आफ्नै बोजू चाहिँ होइन, मेरो बोजूको दिदी चाहिँ हो। अनि म तपाईँलाई देखाउँछु। साथीहरू देख्न सक्नुहुन्छ यहाँ कति धेरै हाल्छ। ठाउँ चाहिँ एकदम राम्रो छ त। साथीहरू मकै चाहिँ हरियो रहेछ बारीभरि देख्न सक्नुहुन्छ। साथीहरू यतिखेर चाहिँ हामी जाँदैछौँ। आज पनि पुग्नलाई 1.5 घन्टा जति लाग्छ अरे। भ्लग लास्टसम्म हेरिदिनु होला कस्तो लाग्छ भनेर पनि कमेन्ट गरिदिनु। साथीहरू यहाँदेखि चाहिँ रुम चाहिँ एकदम राम्रो देखिँदो रहेछ देख्न सक्नुहुन्छ। हामी यहाँ जाँदैछौँ। साथीहरू देख्न सक्नुहुन्छ यतातिर चाहिँ हाम्रोतिर चाहिँ खास भन्नुपर्दा मकै धेरै रोप्छन्। साथीहरू देख्न सक्नुहुन्छ ठुलो रोड चाहिँ एकदम ठुलो छ यता जाने बाटो। हामी 3जना चाहिँ जाँदैछौँ अझै नि। साथीहरू यहाँदेखि त्यस्तो राम्रो देखिन्छ ठाउँ। यतातिर चाहिँ यस्तो पहाड खनेर बनाएको रहेछ यत्रो ठुलो रोड। साथीहरू देख्न सक्नुहुन्छ यहाँ यसो जाने बाटो चाहिँ। यो चाहिँ निशानकै जाने मेन बाटो हो। साथीहरू तपाईँ अहिलेसम्म निशानकै जानुभएको छ छैन भनेर कमेन्ट गरिदिनु होला। यो चाहिँ निशानकै जाने मेन बाटो हो। अनि हामी चाहिँ थिएर गएका छौँ। अनि एकछिन बिसाएको थियौँ। कस्तो लाग्छ भ्लग भनेर कमेन्ट गरिदिनु होला। साथीहरू देख्न सक्नुहुन्छ हामी अघि यहाँबाट आएको थियौँ। यहाँ चाहिँ एकदम मजाको पहाड छ। साथीहरू हामी यतिखेर चाहिँ नारायण थान आइसकेको थियौँ। अनि गाउँ कस्तो छ भनिदिनु। साथीहरू ठाउँ चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। साथीहरू अहिले पनि हामी गइरहेको छौँ। लास्टसम्म हेरिदिनु होला भ्लग। अझै पनि पुग्नलाई लाग्छ होला 1.5 घन्टा जति। अनि हामी जाँदैछौँ यतिखेर। साथीहरू तपाईँहरूलाई म देखाउन चाहन्छु आल्चा। यो घरमा हेर्नु नि हाल्छ कति छ। तपाईँले देखिरहनु भएको छ छैन यहाँ लटरम्म खोलिरहेको छ। साथीहरू हामी अहिले पनि कन्टिन्यू गइरहेको छौँ। अब पुग्नलाई अब चाहिँ 1.5 घन्टा जति लाग्छ होला। साथीहरू तपाईँहरूलाई अझै पनि यस्तै गाउँ गाउँको भ्लग चाहियो भने भन्नु होला। म गाउँ जाँदा फेरि भ्लग बनाइ बसिरहेको हुन्छु। अनि मेरो भ्लग हेरिदिनु होला कस्तो लाग्छ भनेर पनि कमेन्ट गरिदिनु। साथीहरू यतिखेर चाहिँ 4 साढे भइसक्यो। अनि हामी चाहिँ घरबाट चाहिँ 2 साढे हिँडेको थियौँ। हामी हिँडेको चाहिँ झन्डै 2 घन्टा जति भइसकेको छ। साथीहरू हामी चाहिँ थिएर गाउँभन्दा माथि छौँ। हामी यताबाट आएको थियौँ अघि। साथीहरू यतिखेर चाहिँ स्कुल छुट्टी भएकोले गर्दा अनि हामी चाहिँ बोजू भेटौँ न भनेर गइरहेको छौँ। अनि हामी एकैचोटि भोलि मात्रै आउँछौँ होला। भ्लग हेरिदिनु होला लास्टसम्म। हामी तपाईँलाई म बोजू पनि देखाउँछु। साथीहरू हामी थिएर यत्रो ठुलो डाँडामा आइसक्यौँ देख्न सक्नुहुन्छ। यहाँ हाम्रो गाउँ भनेको चाहिँ यहाँ आइपुग्नु पर्ने। हामी अझै पनि पुग्नु बाँकी छ। म देख्न सक्नुहुन्छ यो तल्लो रोड हो। हामी चाहिँ माथिबाट छौँ। अम्बो साथीहरू हामी यति फाइनली यति छिटो आइपुग्यौँ। भन्दा पनि 2 घन्टा चाहिँ लाग्यो हामीलाई हिँड्न। साथीहरू देख्न सक्नुहुन्छ यहाँदेखि गाउँ कस्तो मजाले देखिरहेको छ।
अब हामी पुग्नुपर्ने पनि यतैतिर हो। साथीहरू बहिनी चाहिँ आएको थिएन अनि मम्मीले चाहिँ कहाँ पुग्नुपर्ने हो भनेर बहिनीले देखाइदिएको छ। म चाहिँ हिजो अस्ति पनि आएको थिएँ। साथीहरू हामी चाहिँ जाँदैछौँ यतिखेर। ठाउँ चाहिँ एकदम मलाई चाहिँ राम्रो लाग्यो। म चाहिँ हिजो अस्ति पनि आएको थिएँ, तपाईँहरूलाई पनि देखाउँछु भनेर आज चाहिँ भ्लग बनाएको। कस्तो लाग्यो तपाईँहरूलाई गाउँ भनेर कमेन्ट गरिदिनु होला। यो चाहिँ निसनको जाने बाटो, यो तलको बाटो चाहिँ। साथीहरू देख्न सक्नुहुन्छ यहाँ सल्लाहको दाना रहेछ है, कस्तो राम्रो लाग्यो। म यो दुइटा चाहिँ लानु पऱ्यो। साथीहरू हामी चाहिँ गाउँ पुग्नै आँटिसक्यौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ झन् गाउँ कति नजिक देखिरहेको छ। हामी त्यतिखेर जाँदैछौँ। अब साथीहरू गाउँ त्यस्तो छ, देख्न सक्नुहुन्छ। साथीहरू देख्न सक्नुहुन्छ यो हल्को सल्लाह कति लामो खालको यहाँ फलिहाल्यो छ। यो चाहिँ सानो खालको, यो चाहिँ ठुलो खालको। साथीहरू देख्न सक्नुहुन्छ हामी अघि यताबाट आएको थियौँ, यहाँबाट यस्तो डाँडाहरू छ नि त साथीहरू। त्यही भएर यो डाँडा भएर होला यता गाउँको नाम पनि अलिअलि हो। साथीहरू यो बोर्डमा देख्न सक्नुहुन्छ यो के हो फल, तपाईँहरूले चिन्नुहुन्छ भने कमेन्ट गरिदिनु होला। साथीहरू अहिले पनि हामी गइरहेको छौँ जङ्गलको बाटो। गाउँ जानलाई तल जानु पर्दछ अनि हामी रोड चाहिँ होइन, गाउँ माथिको घुमेर आएको, त्यही भएर ओह्रालो बाटो गइरहेको छौँ। साथीहरू मैले यस्तो खालको देख्नुभयो, यो खालको चाहिँ फल चाहिँ, तर यो खानु मिल्छ कि मिल्दैन थाहा छैन मलाई। मम्मीलाई सोध्नु पऱ्यो, यस्तो हुँदैछ है। साथीहरू देख्न सक्नुहुन्छ यहाँ आडु, यति सानो बोर्डमा आडु फलिरहेको छ। साथीहरू आजको भ्लग चाहिँ लामो हुनसक्छ अलिकति भयो नि, तर लास्ट समय दिनु होला। कस्तो लाग्छ भने नि भनिदिनु, लाइक कमेन्ट एन्ड सब्सक्राइब नबिर्सिकन गरिदिनु। त्यति गर्नलाई 2 मिनट पनि लाग्दैन, त्यति चाहिँ कन्जुसी नगरिकन गरिदिनु होला। भ्युज पनि खासै आजकल भ्लगमा आएर छैन, हेरिदिनु होला। लास्टसम्म भ्लग कस्तो लाग्छ नि भनिदिनु। साथीहरू देख्न सक्नुहुन्छ हामी यहाँ माथिबाट आएको थियौँ अनि यताबाट झऱ्यौँ। झर्नु चाहिँ साथीहरू त अध्ययतिर चाहिँ गर्मी पनि हुँदो रहेछ अनि पसिना आएर मुख पनि धुएको खरे। अनि के भन्छ एकछिन बस्नमा बिसाएको थियौँ अनि कसैले लानुपर्छ नि साथीहरू। अनि हामी गएर समेत मम्मी 2 जना अगाडि हिँड्नुहुन्छ। यसो छ गाउँ। साथीहरू म पुगेपछि तपाईँहरूलाई देखाउँला हाम्रो बोजू कस्तो हुनुहुन्छ भनेर। तर यहाँ देख्न सक्नुहुन्छ जास्मिन। साथीहरू यहाँ गाउँमा चाहिँ यति ठुलो यहाँ पानीको ट्याङ्की रहेछ, ट्याङ्की भन्नु के भन्नु। साथीहरू यतिखेर चाहिँ हामी फाइनली 3 घन्टा पछि पुग्न आइसक्यौँ। साथीहरू हामी पुग्नुपर्ने घर चाहिँ यहाँ हाम्रो बोजूकोमा। मम त अघि नै पुगेर नि मखिरामा भन्दै हुनुहुन्छ, हाम्रो चाहिँ बोजू पर्छ, उनीहरूको चाहिँ आमा पर्छ नि त। देख्न सक्नुहुन्छ यहाँ कस्तो राम्रो राम्रो ठाउँ। हाम्रो बोजू हुनुहुन्छ यहाँ मम्मी कति खुसी हुनुहुन्छ बोजूलाई भेटेपछि अनि हामी पनि एकदम खुसी। साथीहरू तपाईँले देख्नुभयो होला हाम्रो बोजू पनि। आजको लागि भ्लग यति नै। सी यु नेक्स्ट भ्लग, बाई।